हातभरि ट्याटु, मुखभरि ट्याटु, अचम्मको आवाज अनि गीतभरि छाडा शब्द। आमा बाकै शब्दमा भन्ने हो भने परिवारसँग बसेर सुन्नै नसकिने गीत गाउने केटो। आकाश छेत्री एकेए लिल झोला। यो क्यारेक्टर अहिले नेपालको र्याप सिनको पपुल्यारिटीको पिकमा छ। मलाई लिल झोला र्याप सिनको धमला जस्तै लाग्छ। ऋषि धमला क्यामेरा खुल्ने बित्तिकै अनि लिल झोला र्याप हान्ने बेलामा भावुक भइहाल्छ, भावनामा बगिहाल्छ। क्यामेरा खुलेपछि ऋषि धमला र र्याप गर्ने बेलामा लिल झोला, दुवैजना आफ्नो ट्रु सेल्फलाई भुलेर एउटा क्यारेक्टर बनिन्छन्। लिल झोला अझै स्पेशल किन लाग्छ भने रेसिजमको विरुद्ध आवाज उठाउने भनेर आएको आर्ट फर्म, हिप हप, र्याप म्युजिक, त्यही कुरा युज गरेर ब्याक टु रेसिजम प्रमोट हान्दिरहेछ ब्रोले। आजको भिडियोमा हामी के हो खास यो लिल झोला, लिल झोला यङ्गर अडियन्सलाई किन मनपर्छ, नेपालको र्याप सिन कता जाँदैछ र र्याप सिनसँगै जोडिएर आउने फ्री स्पिचको बारेमा यो भिडियोमा कुरा गर्छौँ। र नेपालको लागि रियलिस्टिक अप्रोच भनेको कम्प्लिट सेन्सरसिप भन्दा पनि कन्टेन्ट लेबलिङ र एज अप्रोप्रिएट एक्सेसको सिस्टम बनाउन सकिन्छ। जसरी फिल्म इन्डस्ट्रीमा रेटिङ हुन्छ नि, त्यस्तै म्युजिक इन्डस्ट्रीमा पनि कन्टेन्ट क्लासिफिकेसन हुन सक्छ। यसले दुईटा कुरा गर्छ। पहिलो कुरा, भ्युवर्स अथवा लिसनर्सलाई इन्फर्म्ड चोइस बनाउन सजिलो बनाउँछ। एकचोटि सोच्नुहोस् न, तपाईँ नेपाली र्याप सिनमा के भइरहेछ भनेर धेरै पछि युट्युबमा जानुभयो, ओके यो इन्ट्रेस्टिङ रहेछ भनेर लिल झोला गीत क्लिक गर्नुभयो, आमा बाउ यहीँ हुनुहुन्छ, सुनियो। अब तर एटलिस्ट त्यहाँ चाहिँ ल 18+ अथवा सुन्न नहुने टाइपको एउटा मेसेज आइदियो भने त सजिलो भयो नि त। अनि यसले अर्को कुरा चाहिँ के गर्छ भने क्रिएटर्सहरूलाई पनि क्लियर गाइडलाइन दिन्छ। एक्जाम्पल, अमेरिकामा रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ